बाध्यता छ। त्यो बाध्यता भनेको त्यो बाध्यतालाई हामीले दुरुपयोग गर्नुहुन्न भन्ने सन्दर्भमा मैले आज यहाँहरूको बीचमा केही कुराहरू राख्न चाहन्छु। 2 वर्ष भयो म यहाँहरूलाई जानकारी गराउँछु। आज जति पनि हामीले भोग्दै गरेका घटनाहरू छन्, नेपाली राजदूतावासमा हाम्रोमा आएका रेकर्डहरू छन्, नेपालीलाई ठगेको 79% घटना छ। एउटा नेपाली आएर प्रथम सचिवज्यू अथवा क्रिसु मेरो साथी भन्दै मौका आइपुग्दाखेरि उसले आँखाभरि अनुहार खुम्च्याएर निधारभरि रेखा खुम्चाएर हात पटपटी फुटेर देखाउँदै उसले मलाई दिने निवेदन चाहिँ, हजुर मलाई फलानुले ठग्यो। को? त्यो हाम्रो नेपाली हजुर, नेपालीले ठगेको छ र त्यो नेपाली पनि हजुरहरूलाई अचम्म लाग्ला समाजको नेतृत्व गरिरहने हजुरहरू जस्तै जसले पढे लेखेको छ, जसले बुझेको छ, यो समाजलाई नजिकबाट हेरेको छ, त्यसले ठगेको छ। अनि ठगिने चाहिँ को छ भन्दाखेरि त्यही जो पटपटी फुटेको छ, पैताला फुटेको छ, घरमा आज बेलुकी पैसा पठाउन सक्दैन र श्रीमतीले कुखुराको मासु किनेर खान सक्दैन, छोरो भोलि स्कुल जान सक्दैन, छोरोलाई टिफिन पठाउन सक्दैन, त्यो गर्ने हामी नै छौँ। त्यसमा हजुरहरू जस्तो सङ्घ संस्थाहरू, आज मैले अराखाँची भएर किन भनेको भने आज अराखाँचीले उपस्थित गराएको यो सम्मानित सदन भन्छु म, यतिको व्यवस्थित सभाले यो कुरा भोलिसम्म लिएर जानुपर्ने छ। यहाँहरूले त्यो सिकाउनु पर्ने छ। एउटा दोस्रो, यो देशको कानुन परिस्थिति र धर्मलाई पनि यहाँहरूले विचार गर्नुहोस्। सागरजीले हरेक चोटि फेसबुकमा लेखै छ के अघि मैले कपाल किन खौरेको भनेर भने उहाँले कोही बितेर भन्नुभयो, तर त्यो कुरा यहाँहरू भ्रममा नपर्नुहोस्। गाली खाएर खौरेको हो कपाल, हरेक दिन गाली खाएर। एउटा फेसबुकमा कृपया अनुशासित बनिदिनुहोस्। यो देशको धर्म कर्म, यो देशको राजनीति, यो देशको प्रशासनलाई मानिदिनुहोस् भनेर सागर नेपालले भनिरहेको छ। त्यो कुरा मैले के कुरामा यहाँलाई जोड्न चाहन्छु भने अहिले परिस्थिति अनुकूल हामी कहाँ पनि छैन, यहाँ पनि छैन। धेरै कुरामा हाम्रा पनि अस्थिरताहरूका कुराहरू छन् र यहाँ पनि हामीले गर्दै गरेका हाम्रा गतिविधिहरू, हामीले भोग्दै गरेका गतिविधिहरूले हामीलाई अप्ठ्यारो पर्न सक्ने हुन सक्छ। किन? हामी 2-3 कुरामा सतर्क बनौँ। सहकारी